के हो यो आकर्षण किन बढिरहेको छ अब भोलि हुन्छ माटो प्रेमीहरूको भेला बुटवलमा खतरा खतरा हुन्छ त्यो विश्वास छ काठमाडौँले सुनिन्जेल हामी नारा लाउँछौँ त्यहाँ जय माटो जय देशको पार्टी उपाध्यक्ष पक्राउ पर्नुमा चाहिँ कुलमानको हात हो तपाईँले त्यस्तै सङ्केत पनि गर्नु राष्ट्रपाले रवि लामिछानेले बुझाउने 2 करोड 74 लाख जुन बिगो बराबरको बैंक जमानत त्यो ग्यारेन्टी गर्नुपर्ने छ तपाईँलाई के लाग्छ खोल्नुपर्ने छ तपाईँलाई के लाग्छ तपाईँलाई पत्रकारलाई के लाग्छ त पत्रकारलाई स्रोत खोल्नु अर्का उपाध्यक्ष डाक्टर मित्र परियारको एमसीसीको बारेमा 2-3 वर्ष अगाडिको उहाँको टिप्पणी अहिले भाइरल भइरहेछ कसरी हेर्नु भएको छ मैले उहाँको स्पष्टीकरण लिँदैछु कसरी लिनुहुन्छ त्यो चाहिँ पत्र मेरो सब स्वागत छ हुन्छ धन्यवाद के कति कामले आउनुभयो काठमाडौँ के छ कार्यक्रमको योजनाहरू बुटवल हिँडेको हामी बुटवल आउँदा धेरै उ भयो हजुर त्यसले गर्दा यताबाट ट्रान्जिट काठमाडौँ जस्ट ट्रान्जिट हो ट्रान्जिट परेर आउनुभयो होइन हजुर अरू त खास केही कार्यक्रम छैन काठमाडौँमा त्यही हो भेटघाट छ सानोतिनो अब साथीभाइसँग भेट भइहाल्छ अनि त्यस बुटवल कार्यक्रम छ बुटवलमा रवि लामिछाने पनि हुनुहुन्छ अब उहाँ आज बेलुका अथवा भोलिसम्म छुट्नुहुन्छ उहाँसँग भेट हुने के छ त्यो सम्भावना उहाँ कस्तो भन्नाले मैले पुरै बुझिनँ रवि लामिछाने पनि बुटवलमै हुनुहुन्छ तपाईँ अहिले जाँदै हुनुहुन्छ भेट हुने सम्भावना के कति छ खोइ को त उहाँ के को लागि जानुभयो हो त्यो चाहिँ थाहा भएन हाम्रो चाहिँ कार्यक्रम पूर्व निर्धारित छ हजुर त्यसो भएको कारण हजुर उहाँ छुट्नुभयो उच्च अदालत बुटवलको तुलसीपुर इजलासले उहाँलाई धरोहरमा छाड्न आदेश दियो कसरी हेर्नु यसलाई त्यो मैले के भन्नु र अदालतको कुरामा बोल्नु मिल्दैन म बोल्दिनँ त्यो तपाईँले स्ट्याटस त लेख्नुभयो नि 2 करोड बुझाइने 2 करोडको स्रोत के हो जय सुशासन भन्नुभएको छ त्यो के छ भने पारदर्शिताको पक्षमा उभिएको मान्छे त्यसले गर्दा पनि आउँ त्यसको स्रोत खोल्नुपर्छ त्यसो भए राष्ट्रपाले रवि लामिछानेले बुझाउने 2 करोड 74 लाख जुन बिगो बराबरको बैंक जमानत त्यो ग्यारेन्टी गर्नुपर्ने छ तपाईँलाई के लाग्छ खोल्नुपर्ने छ तपाईँलाई के लाग्छ तपाईँलाई पत्रकारलाई के लाग्छ त पत्रकारलाई स्रोत खोल्नुपर्छ त स्रोतहरू नखोलेकै कारणले गर्दाखेरि विभिन्न खालका होइन आरोप प्रत्यारोप होइन विभिन्न खालका लान्छाना होइन यो त्यो हुने कुराहरू भएको कारणले अब चाहिँ हामी त्यता जानुपर्छ मुलुक त्यता जानुपर्छ क्या कुनै पनि अब एमाउन्ट होइन तलमाथि हुन्छ भने त्यसको चाहिँ स्रोत खोल्नुपर्छ भन्ने हो त्यति हो त्यो त सुशासनको पक्षमा हो म्हणजे उहाँसँग भेट भयो भने यो कुरा पनि तपाईँले राख्नुहुन्छ तपाईँले ब्याङ्क ग्यारेन्टी कसरी गर्नुभयो उहाँसँग भेट हुन्छ भन्ने छैन होइन उहाँ आफ्नो कार्यक्रममा जाँदै गरेको उहाँ अब आफ्नोमा जानुभयो होला कता के हो त्यो थाहा छैन सहकारी हुने सम्मान के गर्छ रासपासँग किनभने सुदन गुरुङ जो जेनजी अभियन्ता अगुवा भन्नेले चाहिँ बालेन शाह कुलमान घिसिङ र अब रवि लामिछानेलाई हामी एक गर्छौँ भनेर भनिसक्नु भएको छ तपाईँलाई चाहिँ एक्लै जस्तो देखिन्छ के हो यो सहकार्य त अहिले हामी कोहीसँग पनि सोचेका छैनौँ त्यस्तो छ हामी आफ्नै तरिकाले जान्छौँ अगाडि म्हणजे यहाँ चाहिँ एकल ढङ्गले अगाडि बढ्नुहुन्छ एकल होइन 3 करोड नेपाली श्रम संस्कृति पार्टीको कसैसँग सहकारी हुँदैन त्यसो 3 करोड नेपालीसँग हुन्छ भन्दैछु त तपाईँ पनि पत्रकार भएकोले मात्रै नत्र तपाईँसँग भइहाल्थ्यो मलाई पनि स्वागत गर्नुहुन्छ तपाईँले गर्थे पार्टी हिसाबले चाहिँ त्यसो भए कस्ता पार्टीहरूसँग कस्ता कार्यक्रम मिल्नेहरूसँग तपाईँको सहकार्य हुन्छ भनेपछि अहिले हेर्दाखेरि सहकार्य हजुर कस्तोसँग भन्ने हो स्वदेशी कुरा गर्नेहरूसँग स्वदेशी चाहिँ नै मुद्दा बोकेकाहरूसँग त्यो हुनसक्छ ट्रान्जिट हो ट्रान्जिटमा मात्रै हो होइन ट्रान्जिटमा मात्रै हो यहाँ हाम्रो केही छैन रविलाई चाहिँ अलिकति अघिल्लो सरकारी राजनीतिपति साथी हो भन्ने कुरा गर्ने कि अरूको कुरा गरौँ हो अनि एउटा मात्रै म सोध्छु राजनीतिपति साथी हो भन्ने थियो अहिले फरक परिस्थिति जेनजीको सरकार बन्यो अलिकति सहज भयो उहाँलाई न्याय मिलेको हो प्रतिशोध अलिकति त्यो मलाई थाहा भएन अब आरोप थियो के को थियो अब अहिले अदालतले धरौटीमा छोड्नु भएको छ होइन धरौटीमा छोड्नु भनेको पूर्ण रूपमा तपाईँको चाहिँ सफाई पाउनु भनेको चाहिँ होइन होइन त्यसलाई चाहिँ अब जे अब हुन्छ होला पछि गएर अब फैसला हुन्छ होला वी हेभ टु सी हजुर कुलमानको बारेमा के छ तपाईँको धारणा जस्तो कुलमानकै पार्टी उज्यालो नेपाल पार्टीको सदस्यले तपाईँको पार्टी उपाध्यक्ष विरुद्ध विस्फोटक पदार्थ सम्बन्धी कसुरमा मुद्दा चलाएको भन्ने कुरा उहाँ मन्त्रीज्यू हुनुहुन्छ मन्त्रालय सम्हाल्नु होला त्यो भन्छु पार्टी उपाध्यक्ष पक्राउ पर्नुमा चाहिँ कुलमानको हात हो तपाईँले त्यस्तै सङ्केत पनि गर्नुभएको त्यो त म भन्दिनँ होइन अब उहाँले पहिला अब 20औं वर्ष 25औं वर्ष पहिला के गर्नुभएको थियो भन्ने बारेमा त्यो उहाँ आफै जिम्मेवार हुनुहुन्छ
र उहाँलाई अब त्यो खालको लाग्यो होइन लागिसकेपछि हामीले पार्टीबाट अहिले उहाँलाई सस्पेन्ड गरेका छौँ त्यो चिज हो उहाँ अहिले हामीसँग हुनुहुन्न हिजो एमसीसीको बारेमा आज तपाईँले जसरी भनिराख्नु भएको छ कुलमानको बारेमा तर पहिला त कुलमानसँग सहकार्य गरौँ एकता गरौँ अगाडि बढौँ मिलेर जाउँ भनेर पहिला होइन होइन त्यो होइन पहिला अलि पहिला सरकार नबन्देको अवस्था सहकार्य गरौँ भन्ने कुराहरू थिएन होइन भेट्ने कुरा थियो भेट्दाखेरि त्यही कुराहरू हो त्यो चिज काठमाडौँ महानगरपालिका मेयर बालेन शाह हर्क साङपाङ र कुलमान घिसिङको एउटा फोटो अथवा भिडियो एआईबाट बनाएको खालि यो हामीलाई एकदम भाइरल भएको छ क्या हामीलाई एकदम धेरै त्यो तपाईँहरूले माथि खोइ के पुर्याउनु भयो कि हामी भनेको आम नागरिक हो होइन यो देशमा आम नागरिक मिल्नुपर्छ कि आम नागरिकमा जति हुन्छ नि त्यो शक्ति जति हुन्छ त्यो एउटा राष्ट्रभक्ति त्यो चाहिँ तपाईँको छैन अब तपाईँहरूले नाम जे लिँदै हुनुहुन्छ यो चाहिँ तपाईँको धेरै नाम हाम्रो किन लिइराखेको भन्छु क्या अहिलेको नयाँ नेतृत्वहरू हो नि त तिनीहरू ठिक छ त्यही त तर हाम्रो त्यही त चुरो मिल्दैन होइन हाम्रो चुरै मिल्दैन क्या त्यो नेचर जस्तै एउटा यस्तो हुन्छ रायोको दाना तोरीको दाना र कोदोको दाना त्यो गेडा हुन्छ नि एउटै देखिन्छ कि बट दे आर तात्विक रूपमा दे आर डिफ्रेन्ट तपाईँ चाहिँ कुन दानामा डिफ्रेन्ट होइन यस्तो छ हामी तात्विक रूपमा मिल्दैनौँ हेर्दा मात्रै त्यस्तो देखेको तर नयाँहरू मिल्दाखेरि पुरानाहरूलाई धक्का दिन सजिलो हुन्थ्यो होला पुरानाहरूको हालिमाली तोडिन्थ्यो होला भन्छन् तपाईँको फेरि म के भन्छु भने नि तोरी कोदो र रायो फरक हो क्या होइन तपाईँलाई ढिँडो खानु मनपर्छ त कोदो छान्नु पर्यो तपाईँलाई तेल निकाल्न मनपर्छ त तोरी छान्नु पर्यो अब दुइटै मिलिदियोस् भने केही पनि हुँदैन न ढिँडो बन्छ न तेल निस्किन्छ हर्क साम्पाङले मेरो मात्रै भिजन छ भन्ने हिसाबले भन्दाखेरि चाहिँ अलिकति आफूलाई मात्रै आत्मकेन्द्रित भएर बोलेको हो कि भनेर पनि आलोचना गर्छन् आत्मकेन्द्रित होइन त्यो चाहिँ मैले सर्वेसर्वा हो कि भन्ने यस्तो छ त्यो होइन यो देशको बौद्धिकले तपाईँहरू जस्तो मान्छेहरूले विचार गर्ने हो होइन भिजनको हिसाबले भिजन मैले केही पनि देखिनँ भनेको क्या संशक्ति पार्टीको बाहेक अरूको भिजनै छैन उनीहरू छ भने ल्याउनु नि त सुनौँ न त तपाईँको मुखबाट सुनौँ न त होइन विदेशी ऋण लिएर चाहिँ देश बनाउने त्यो पनि भिजन हुन्छ र भनेको हुँदैन त्यो त त्यसलाई त म भिजनै भन्दिनँ देश बनाउने नक्कली कुरा गरिरहेछन् उनीहरूले त्यसो भए हो त्यही हो त्यसले गर्दा त मैले भिजन नभएको रहेछ भनेर म आफै आएको क्या हामीसँग छ सबै कुरा छ हाम्रो घोषणापत्र पढ्नुहोस् हाम्रो भिजन मात्रै होइन मिसन पनि छ आज हामी जहाँ जान्छौँ त्यहाँ श्रमदान सुरु हुन्छ मान्छे एक्लै लड्छ संशोधित पार्टीले आगामी चुनावमा एक्लै कहाँ लड्छ 3 करोड नेपाली छ भन्छु खालि एक्लै पार्टीको हिसाबले चाहिँ सिंगल उम्मेदवारी दिन्छ होइन कसैसँग चुनावी सहकार्य तालमेल हुँदैन सुन्नु न सार्वभौम को हुन्छ जनता हुन्छ कि पार्टी हुन्छ जनता नै हो जनताले तपाईँको साथ दिए सकेन कुरा होइन हिजो म एक्लै कुदिन्थेँ होइन यसो गरेर एक्लै झोला यस्तै बोकेर अहिले पनि बोक्नु भएको छ होइन मलाई खोइ जिताइदियो त माथि पुऱ्याइदियो पुऱ्याएन त्यसरी नै तपाईँको श्रम संस्कृति बढिराखेको छ माटोको कुरा लिएर है अब त्यसलाई चाहिँ तपाईँको 3 करोड नेपालीले अनुमोदन गरिदिन्छ कुरा चाहिँ बहुमत आउँछ संशोधित पार्टीको त्यो विश्वास छ तपाईँ किन आउँदैन त विश्वास बिनाको मान्छे हो र हामी किन आकर्षण चाहिँ किन बढिरहेछ पूर्वतिर खर्लपै खानुभयो हर्क साम्पाङले भनिरहेछन् अब अस्ति काठमाडौँमा पनि ढ्याङ्ग्रो बज्ने गरी पुरानाहरूलाई धक्का दिनुभयो भन्ने कुरा आयो के हो यो आकर्षण किन बढिरहेछ अब भोलि हुन्छ माटो प्रेमीहरूको भेला भुटोलमा खतरा हुन्छ त्यो विश्वास छ काठमाडौँले सुनिन्जेल हामी नारा लाउँछौँ त्यहाँ जय माटो जय देशको तर हेटौडा र चितवनमा त अलिकति अवस्था बिजोग भयो भने नि त्यस्तो होइन हेटौडामा चाहिँ अलिकति भयो चितवनमा चाहिँ अलिकति त्यहाँ प्रचारको कमी भएको हेटौडामा चाहिँ त्यो कर्फ्युको कुरा घर भत्किएको कुरा होइन अन्य कारणहरूले चितवनमा त रेडु र अनि रविको गढ भएर पनि अलिकति तपाईँलाई असहज भयो कि होइन त्यो होइन त्यो खोइ त्यो त्यसको तपाईँको छैन प्रचारमा कम भएको हो भन्ने छ र हतार पनि भएको कारणले त्यस्तो छैन राम्रो छ त्यहाँ पनि राम्रो छ सुदन गुरुङ ल लास्ट गरौँ है सुदन गुरुङको इन्टरभ्यू बाहिरियो होइन त्यसमा चाहिँ प्रधानमन्त्री कसलाई बनाउने त भन्दा हामीले हर्क साङपाङलाई बालेन शाह लगायतलाई हामीले फोन गऱ्यौँ तर उठेन भन्ने खालका प्रतिक्रिया आइरहेको छ प्रधानमन्त्रीको लागि त्यही भएर हामीले सुशीला कार्कीलाई बनाएको भन्ने तपाईँलाई फोन आएको थियो कि थिएन त्यस्तो होइन फोन त के मै आएको थिएँ नि यहाँ होइन र फोन मात्रै होइन मै आएको थिएँ त्यो छोडिदिउँ त्यो अब गइसक्यो तपाईँले फोनै रिसिभ गर्नु भएन भन्ने उनको आरोप छ त्यस्तो चिज होइन त्यस्तो चिज होइन तपाईँको म आफै आएको थिएँ नि यहाँ छोडिदिउँ त्यो कुरा ठुलो कुरो होइन
कपाल काट्दा मन्त्री हुने हो त्यसो भए त खौरेर आउँथे अर्का उपाध्यक्ष डाक्टर मित्र परियारको एमसीसीको बारेमा 2-3 वर्ष अगाडिको उहाँको टिप्पणी अहिले भाइरल भइरहेछ कसरी हेर्नु भएको छ मैले उहाँको स्पष्टीकरण लिँदैछु कसरी लिनुहुन्छ त्यो चाहिँ पत्र अथवा कसरी पत्र छिटै हुन्छ त्यसो भए भइहाल्छ म्हणजे उहाँले आज पनि एमसीसी जायज हो भनेर उहाँले भन्नुभयो भने उहाँ पनि रहनु उहाँ पार्टी उपाध्यक्षबाट बर्खास्तीमा पर्नुहुन्छ रहनु त्यही हो रहनु श्रम संस्कृति शुद्ध पार्टी हो है यहाँ कुनै पनि त्यस्तो तपाईँको यता हामी बचाउने यो त्यो गर्ने सिग्नेचर क्याम्पेनिङ गर्ने हुँदैन तर संस्कृति पार्टीलाई नै विदेशीको सहयोग त चाहिएला नि देश बनाउन सबै स्वदेशीले मात्रै गर्दा नहोला चाहिँदैन हामी स्रोतको अभाव होला आर्थिक चाहिँदैन स्रोत चाहिँदैन तपाईँको दुई हात छ दुई हात भयो नि यो मोमो चालिरहेको त्यही हो स्रोत कुरा बुझ्नुभयो नि मेरो अन्तिम प्रश्न जस्तो अब भयो हात नचलाउने जिब्रो चलाउने भएकोले क्या हामीलाई विदेशी जस्तो कतिपयले चाहिँ होइन घरको सन्तान अलिक पार्टीको काममा धेरै हिँडिरहेको छ आफ्नो पार्टीको काममा त्यो हिँड्नुपर्छ आरोप लगाइरहेको छ हिँड्नुपर्छ पार्टी नै हो होइन त्यो पनि गरिरहेको छु सबैतिर गरिरहेको छु भ्याइरहेको छु म मल्टिटास्किङ हो मेरो सब पार्टी विस्तारकै क्रममा एकपछि अर्को विभाजित पात्रहरू जोडिँदै गएका छन् आगामी दिनमा कसरी चाहिँ अगाडि बढ्नुहुन्छ फिल्टर हुँदै जान्छ किनभने को कस्तो हो भन्ने कुरा अब सबै कुरा होइन इन्टरभ्यू लिएर उसको सबै उ गरेर हुँदैन अब मास बेस पार्टी बनिरहेछ हाम्रो होइन एकै दिनमा हजारौँ मान्छेहरू आइराख्नु भएको छ त्यसले गर्दाखेरि पदमा जसलाई राखिएको छ उहाँहरूको चाहिँ नि अब त्यस्तै भनौँ न उहरू देखिँदै गयो भने कमजोरी देखिँदै गयो भने फिल्टर हुँदै जान्छ के गर्ने अब यस्तै छ आफै विभाजित पात्रहरू किन श्रम संस्कृतिमा जोडिन खोजिरहेका छन् त्यो चाहिँ अब यस्तो छ के अरे अब अहिले लहर छ होइन लहर हुँदाखेरि सबै मान्छेहरू आउन खोज्नुहुन्छ त्यसमा चाहिँ अब केही अब विगतका केही कुराहरू भएको मान्छेहरू पनि आइरह फिल्टर हुँदै जान्छ देवराज लामाको विषयमा के भन्नुहुन्छ उहाँमाथि अलिकति प्रतिशोध साधे हो राज्यले कैयौँ वर्ष अगाडिको 12-13 वर्ष अगाडि त्यो म भन्दिनँ अब उहाँको के छ होइन न्यायालयले निष्पक्ष रूपमा छानबिन गर्नुपर्छ होइन पार्टीगत बाहेक पार्टीबाट भन्छु हुँदैन केही पनि हाम्रोबाट हुँदैन हुने भए त हामी आन्दोलन गरिहाल्थ्यौँ एमालेको अध्यक्षमा तेस्रो पटक ओली दोहोरियो के छ यहाँको धारणा छोडिदिउँ है त्यो उहाँहरूको घरायसी मामिलामा मैले के दखलअन्दाजी गरेँ ल सबैजनालाई है निष्पक्ष भएर पत्रकारिता गर्नु होला मेरो सल्लाह सुझाव त्यो छ है त निष्पक्ष भएर सल्लाह सुझाव कामले आउनुभयो काठमाडौँ के छ कार्यक्रमको योजनाहरू बुटवल हिँडेको बुटवल आउँदा धेरै ऊ हो हजुर त्यसले गर्दा यताबाट ट्रान्जिट काठमाडौँ जस्ट ट्रान्जिट हो ट्रान्जिट परेर आउनुभयो होइन हजुर अरू त खास केही कार्यक्रम छैन काठमाडौँमा त्यही हो भेटघाट छ सानोतिनो अब साथीभाइसँग भेट भइहाल्छ अनि त्यस बुटवल कार्यक्रम छ बुटवलमा रवि लामी छाने पनि हुनुहुन्छ अब उहाँ आज बेलुका अथवा भोलिसम्म छुट्नुहुन्छ उहाँसँग भेट हुने के छ त्यो सम्भावना उहाँ कस्तो भन्नाले मैले पुरै बुझिनँ रवि लामी छाने पनि बुटवलमै हुनुहुन्छ तपाईँ अहिले जाँदै हुनुहुन्छ भेट हुने सम्भावना के कति छ खोइ को त उहाँ के को लागि जानुभयो हो त्यो चाहिँ थाहा भएन हाम्रो चाहिँ कार्यक्रम पूर्व निर्धारित छ हजुर त्यसो भएको कारण हजुर उहाँ छुट्नुभयो उच्च अदालत बुटवलको तुलसीपुर इजलासले उहाँलाई धरोटमा छाड्न आदेश दियो कसरी हेर्नु यसलाई त्यो मैले के भन्नु र अदालतको कुरामा बोल्नु मिल्दैन म बोल्दिनँ त्यो तपाईँले स्टार्टर त लेख्नु पनि 2 करोड बुझाइने 2 करोडको स्रोत के हो जय सुशासन भन्नुभएको छ त्यो के छ भने पारदर्शिताको पक्षमा उभिएको मान्छे त्यसले गर्दा पनि आउँ त्यसको स्रोत खोल्नुपर्छ त्यसो भए राष्ट्रपालले रवि लामिछानेले बुझाउने 2 करोड 74 लाख जुन बिगो बराबरको बैंक जमानत त्यो ग्यारेन्टी गर्नुपर्ने छ त्यसको स्रोत खोल्नुपर्ने छ तपाईँलाई के लाग्छ तपाईँलाई पत्रकारलाई के लाग्छ त पत्रकारलाई
स्रोत खोल्नुपर्छ त स्रोतहरू नखोलेकै कारणले गर्दाखेरि विभिन्न खालका होइन आरोप प्रत्यारोप होइन विभिन्न खालका लान्छाना होइन यो त्यो भन्ने कुराहरू भएको कारणले अब चाहिँ हामी त्यता जानुपर्छ मुलुक त्यता जानुपर्छ क्या कुनै पनि अब एमाउन्ट होइन तलमाथि हुन्छ भने त्यसको चाहिँ स्रोत खोल्नुपर्छ भन्ने हो त्यति हो त्यो त सुशासनको पक्षमा हो नजिक उहाँसँग भेट भयो भने यो कुरा पनि तपाईँले राख्नुहुन्छ तपाईँले ब्याङ्क ग्यारेन्टी कसरी गर्नुभयो उहाँसँग भेट हुन्छ